हेलो गाइजहरु, अब हामी फेरि सब्जी टिप्न हिँड्यौं। सब्जी लाइनतिर लाग्यौं है साथीहरु। ढोका बोकेर हाम्रो त यस्तो छ जिन्दगी है। गाउँले जिन्दगी सिस्न पाइन्छ हाम्रोतिर है। पहाड हो नि त। यो चिन्नुहुन्छ पिडालु। पिडालु बगान छ। यस्तो बाटो छ है। मधेसकोहरु त यहाँ हिँड्न सक्दैन। मेरो सानो मान्छे पनि हिँड्दैछ। मेरो सानो मान्छे झन् खतरा उफ्रिँदै उफ्रिँदै। अलैँची हुन्छ। भर्खर रोपेको बिरुवा छ। यस्ता ठाउँमा हामी बसिया छौं। सबै मौसम बिग्रेर हेर्नु त यो डढेलो गएको जस्तो भइरहेछ। साथीहरु, यस्तोमा गुजारा गरिँदैछ। रुद्राको त काम छैन। यो मिठा नकडी मात्रै हुन्छ। एक झ्वाकमा रोपियो कुनै सिजनमा। तर फेदको अलैँचीले चाहिँ पैसा चाहिँ मेरो कृषि फर्म यहाँ छ है गाइजहरु। अब खुर्सानी सागहरु उत्पादन हुँदैछ। अलैँचीहरु भित्तामा छ। अलैँची कुनै नयाँ लाछु, पुरानहरु भित्ताको छ। यस्तै छ है। हजुर यस्तो बाटोमा हिँड्नु पर्दछ। पिछुले छिमलको खुर्सानी भर्खर रोपेको बिरुवाहरू छ हामीसित। सागहरु भर्खर हुँदैछ। बर्खे साग हो बिसिजनको। यता टमाटर पनि भर्खर रोपिया हो। सुरु हुँदैछ यसो फुल लाग्न। यस्तो छ साथीहरु। यहाँ तल इस्कुसको बगान छ। यहाँनेरि अघि एकजना आएर टिप्न थाल्या छ मेरो भाइ है। यो बारीमा फेरि फर्सीको मुन्टा छ। यो सबै सिस्नो है, सिस्नो। यस्तो छ हाम्रो ठाउँ। लाइक कमेन्ट गरिदिनु होला है। मेरो भिडियोको सब्स्क्राइब गरिदिनु होला मेरो च्यानलको। हस्त फेरि भेटौँ होला अर्को भिडियोमा। यो पनि मेरै घर हो, यो पुरानो घर।